के तपाईलाई थाहा छ कि तपाईले आफ्नो लगानीको तुलनामा 10 गुणा भन्दा बढी नाफा कमाउन सक्नुहुन्छ? तपाई सोच्दै हुनुहुन्छ होला यस्तो कसरी सम्भव हुन्छ? यस्तो अवसर शेयर बजारमा लगानीकर्तालाई लिभरेजले दिन्छ, तर यसले तपाईको सम्पूर्ण सम्पत्ति डुबाउन पनि सक्छ। नमस्कार, स्वागत छ शेयर हब नेप्से सिरिजमा। आजको भिडियोमा हामी नेपालको शेयर बजार नेप्सेको सन्दर्भमा लिभरेज, जसलाई सामान्यतया शेयर धितो कर्जा वा मार्जिन ट्रेडिङ पनि भनिन्छ, यसले कसरी काम गर्छ, यसका फाइदाहरू र जोखिमहरूका बारेमा सरल भाषामा बुझ्नेछौँ। यो भिडियो अन्तिमसम्म हेर्नुहोला ताकि तपाईले लोभमा परेर ठूलो गल्ती नगर्नुहोस्। सबैभन्दा पहिले बुझौं लिभरेज भनेको के हो। सरल भाषामा लिभरेज भन्नाले आफ्नो सानो पुँजी प्रयोग गरेर अरूको पैसा अथवा ऋण थपेर ठूलो लगानी गर्ने क्षमता हो। नेप्सेको सन्दर्भमा नेपालमा लिभरेज मुख्यतया दुई तरिकाले प्रयोग हुन्छ। पहिलो शेयर धितो कर्जा भनिन्छ, जुन बैंक वा वित्तीय संस्थाबाट आफूसँग भएको शेयरलाई धितो राखेर कर्जा लिन सकिन्छ। दोस्रो छ मार्जिन ट्रेडिङ, जुन ब्रोकर कम्पनीबाट केही मार्जिन रकम राखेर बाँकी रकम ऋण लिए शेयर खरिद गर्ने। नेपालमा यसको सीमा र नियमन फरक हुन्छ। उदाहरण मानौ, तपाईसँग रु 1 लाख छ, तपाईले 1 लाख शेयर कर्जा लिएर कुल 2 लाखको शेयर किन्नुभयो। यहाँ तपाईको लेभरेज 2:1 अर्थात 2 लाख कुल लगानी, जसमा 1 लाख आफ्नो पुँजी भयो। नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार बैंकहरूले पछिल्लो 180 दिनको औसत मूल्य वा बजार मूल्य मध्ये जुन कम हुन्छ त्यसको बढीमा 70% सम्म शेयर कर्जा दिन सक्छ। यो रकम नै तपाईले पाउने लिभरेजको सीमा हो। अब बुझौं लिभरेजले कसरी काम गर्छ र यसका फाइदाहरू के छन्। लिभरेजले नाफालाई धेरै गुणा बढाउँछ। सामान्य लगानीमा 1 लाखको शेयर किन्दा 10% नाफा भए 10,000 मात्र नाफा हुन्छ। तर लिभरेज प्रयोग गरेर 1 लाख आफ्नो र 1 लाख ऋण लिएर जम्मा 2 लाखको शेयर किन्दा 10% नाफा भए ऋणको ब्याज तिरेपछि पनि नाफा दोब्बर हुन सक्छ। 20,000 नाफा हुन्छ। लिभरेजको प्रयोगले लगानीकर्ताको शेयर खरिद क्षमता बढाउँछ र कम पुँजीमा पनि बढी मात्रामा शेयर खरिद गर्न मद्दत गर्छ, जसले राम्रो अवसरलाई नगुमाउन सहयोग पुग्छ। साथसाथै तपाईको आफ्नै पुँजी अन्य ठाउँमा प्रयोग हुँदाहुँदै पनि शेयर धितो राखेर कर्जा लिए बजारको अवसर लिन सकिन्छ र यसरी पुँजीको प्रभावकारी प्रयोग गर्न सकिन्छ। एकछिन, फाइदाका कुरा सुन्दा धेरै खुसी नहुनुहोस्, जोखिम पनि त्यति नै छ। लिभरेज दुई धारे तरबार हो, जसले नाफालाई जस्तै घाटालाई पनि धेरै गुणा बढाउँछ। नेपालको सन्दर्भमा ठूलो नोक्सानको खतरा रहन्छ। उदाहरण, तपाईले लिभरेज प्रयोग गरेर अगाडि किन्नु भएको रु 2 लाखको शेयरमा 10% घाटा भए 20,000 घाटा हुन्छ। यो घाटा तपाईको आफ्नै 1 लाखको पुँजीबाट घट्छ, अर्थात् तपाईको पुँजी 80,000 मात्र बाँकी रहन्छ। यसको अर्थ तपाईको वास्तविक पुँजीमा नै 20% घाटा हुन्छ। दोस्रो रहेको छ मार्जिन कलको जोखिम। जब तपाईले धितो राखेको शेयरको मूल्य घट्दै जान्छ र ऋणको तुलनामा धितोको मूल्य अति कम हुन्छ, तब ब्रोकर वा बैंकले तपाईलाई थप रकम वा धितो राख्न पर्छ। नेपालमा मार्जिन कल आएर पनि तपाईले समयमै रकम थप्न सक्नु भएन भने बैंक तथा ब्रोकरले तपाईको शेयर बेचिदिएर ऋण असुल गर्छन्। यसरी तपाई सस्तोमा शेयर बेच्न बाध्य हुनुहुन्छ। यसैगरी लिभरेज लिएको कर्जामा नियमित रूपमा ब्याज पनि तिर्नुपर्छ। यदि शेयरको मूल्य बढेर नाफा भएन वा घट्यो भने ब्याज खर्चले थप घाटा बढाउँछ र हामीले थाहा पाएको कुरा हो कि नेपालमा ब्याज दर प्राय उच्च हुन्छ। चौथो जोखिम यो हुन जान्छ कि नेप्सेको बजार तुलनात्मक रूपमा सानो वा संवेदनशील भएकाले मूल्यमा तीव्र उतार चढाव आउन सक्छ। यसले मार्जिन कलको सम्भावना भत्तै बढाउँछ। त्यसैगरी नेपाल राष्ट्र बैंकको नीति अनुसार शेयर कर्जाको सीमा र ब्याज दर समय समयमा परिवर्तन भइरहन्छ। यसले तपाईको लगानी योजनामाथि सीधा असर पर्न सक्छ। लिभरेज प्रयोग गर्ने सही रणनीति। यदि तपाईँ लिभरेज प्रयोग गर्न चाहनुहुन्छ भने केही कुराहरू राम्ररी बुझ्न जरुरी हुन्छ। सर्वप्रथम, कम लिभरेज प्रयोग गर्नुहोस्। जति कम ऋण प्रयोग गर्नुहुन्छ तपाईको जोखिम त्यति नै कम हुन्छ। त्यसैगरी स्टप लसको प्रयोग गर्नुहोस्। तपाईको शेयरको मूल्य एउटा निश्चित बिन्दुमा झर्न साथ स्वचालित रूपमा बेच्ने योजना बनाउनुहोस्। लगानी गर्दा जसको वित्तीय अवस्था बलियो छ, विगतमा नियमित लाभांश दिएको छ, त्यस्ता कम्पनीमा मात्र लगानी गर्नुहोस्। तर महत्त्वपूर्ण आफ्नो जोखिम वहन क्षमता पहिचान गर्नुहोस्। घाटा हुँदा रातभरि निन्द्रा नलाग्ने अवस्था आउनुभन्दा पहिले नै लगानी कम गर्नुहोस्। ऋण लिएर लगानी गर्दा सबैभन्दा खराब स्थितिको बारे सधैँ तयार रहनुहोस्। अब बुझ्नुपर्ने कुरा, लिभरेज एउटा शक्तिशाली आर्थिक उपकरण हो, तर यो अत्यन्त जोखिमपूर्ण छ।
यसले तपाईलाई छोटो समयमा धनी बनाउन सक्ने क्षमता राख्छ, तर त्यति नै छिटो समयमा सडकमा पनि पुर्याउन सक्छ। नेपाली बजारमा लगानी गर्दा विशेष गरी नयाँ लगानीकर्ताले सकेसम्म ऋण नलिई र यदि लिने हो भने कम जोखिम वहन गर्ने क्षमताका साथ मात्र प्रयोग गर्नुपर्छ। शेयर बजारमा सफल हुन ज्ञान र अनुशासन चाहिन्छ, ऋण र लोभ होइन। तपाईलाई यो भिडियो कस्तो लाग्यो आफ्नो विचार तल कमेन्ट बक्समा लेख्नुहोला। यस्तै उपयोगी र गहिरो विश्लेषणका लागि शेयर हबको मोबाइल एप र वेबसाइट भिजिट गर्न नभुल्नुहोला। अर्को भिडियोमा फेरि भेटौँला।